ल त साथीहो, आज मैले तपाईहरुलाई कहाँ लाँदैछु र कस्तो मान्छेसँग भेट गराउँछु तपाईहरुले हेर्नुहोला। म जाँदैछु कोमालाई भेट्नु। कोमा भनेको हाम्रो राई भाषादेखि चाहिँ बोजू। बोजूलाई भेट्नु जाँदैछु। बोजू चाहिँ मोटामोटी 96-97 वर्ष पुग्नु भएको छ। तर उहाँ डोराउनु पर्छ, हिँड्नु त हुन्छ, अनि उहाँको यो दिमाग पनि एकदमै तेजी छ र उहाँसँग केही गफसफ गरेर तपाईहरुलाई म देखाउने छु। हाम्रो कोमालाई देखाउँछु, हाम्रो बोजूलाई देखाउँछु। तपाईहरुले हेर्नुहोला। राईमालाको च्यानललाई चाहिँ तपाईहरुले चाहिँ अन्तसम्म हेर्नुहोला। बोजूले के भन्नुहुन्छ, बोजूको कहानी के हो, उहिलेको लभ स्टोरीदेखि सबै म सुनाउने छु। तपाईहरुले हेर्नु नभुल्नु होला अनि माया गर्नु नभुल्नु होला राईमालालाई। ल म जाँदैछु कोमालाई भेट्नु, हाम्रो कोमा बोजूलाई। बोजू यहाँ बसिरहनु भएको रहेछ। कोमा सेवन्ने, हाम्रो कोमा सेवन्ने। कोमा जाति नै हुनुहुन्छ? जाति नै। तपाईले त्यो मतलब अरु बिमार त केही पनि छैन, खाली अलिकति हिँड्नु चाहिँ सक्नु हुँदैन? त्यति। ए हजुर हिँड्नु चाहिँ नसक्ने। हजुर। हात खुट्टा चाहिँ साह्रो चल्दैन। अनि खानाहरू रुच्छ कोमा? रुच्छ खाना। ए मैले सुनेको कोमा अहिले 96-97 वर्ष पुग्नु भयो। त्यति चाहिँ पुग्दैछ। हजुर। कोमाको पहिलाको जीवन कहानीहरू म सुनाउने छु। तपाईहरुले च्यानलमा तपाईहरुले एकदमै हेरिरहनु होला अन्तसम्म। अनि कोमाको जीवन कहानी तपाईहरुले सुन्नुहुनेछ। नातिनी बुहारी कोमाको विषयमा के भन्नु छ कि? कोमा अब कोमा भनेको चाहिँ अब कस्तो छ भन्दा चाहिँ बोजू हिँड्नु सक्दैन हैन, बेसी हिँड्नु सक्दैन। तर उसको चाहिँ अब किन भन्दा माइन्ड चाहिँ एकदमै शार्प छ। केही कुरो भन्यो भने बोजूले कहिले पनि बिर्सिँदैन नि। अहिलेसम्म पनि त्यति अहिलेसम्म नि बोजू 97 क्रस भइसकेको, तर अहिले पनि बोजूले केही पनि बिर्सिँदैन। एउटा चिज कहाँ राखेको छ बोजूले त्यो पनि बिर्सिँदैन। भुल्दैन नि। अब जसमा कि म अब घर जान्छु पर आए भने पनि बोजूले मलाई चिनिहाल्छ। अब उपरान्त चाहिँ कोमासँग म बसेर बात गर्नेछु। कोमाको पहिलाको जीवन कहानीहरू म सुनाउने छु। तपाईहरुले च्यानलमा तपाईहरुले एकदमै हेरिरहनु होला अन्तसम्म। अनि कोमाको जीवन कहानी तपाईहरुले सुन्नुहुनेछ। कहाँ बस्नु यहाँ चाहिँ भौती त्यो चाहिँ ल्याइदिनु त। बोजू यहाँ उयो चाहिँ यसरी बोजू बाहिर मात्र अलिकति हिँड्नु गाह्रो रहेछ, भित्र घरभित्र चाहिँ यसरी बोजू आफै हिँड्नु हुँदो रहेछ। बोजू सेरी त हिँड्छ है। बोजू त मजाले सेरीमा बस्ने। बस्नु बोजू खै। बसी झर्नु चाहिँ म कहाँ आएको छु भने हाम्रो कोमा यहाँनिर पुरानो मान्छे, पहिलाको मान्छे। अनि उहाँ कोमा चाहिँ मोटामोटी लगभग 96 वर्ष 96-97 वर्ष पुग्नु भएको उहाँ कोमा हो। र पनि अहिलेसम्म तक्रा हुनुहुन्छ हाम्रो कोमा। अनि त्यसैले गर्दा आज कोमासँग भेटघाट गर्न आए। तपाईले हेर्नुहोस् यहाँनिर कोमा र मेरो। अब कोमालाई म धेरै कुरा सोध्ने छु, कोमाले पनि बताउनु हुनेछ। आनकानो कोमा किरावा यङछाम, हामी राई जाति। राईले गर्दा राई भाषामा चाहिँ कोमा भनेको चाहिँ बोजू भनेको। उहाँ चाहिँ बोजू हुनुहुन्छ हाम्रो है, सबैको बोजू। कोमा आनकानो कोमा बोजू, हाम्रो बोजू उनकी कोमा शुद्ध हदनी चेपमानिके आए अन दुमदुमची दिची चेपमानिके उनका आए बानाङो। कोमालाई खाङयाङसा, कोमा शुद्ध टुप्याङसा ओदा बानाङो उनका। अब कोमासँग म यसरी केही कुराहरू गर्नलाई म आएको छु। अब पहिलाको मान्छेहरू, पहिलाको कुरा म सोध्छु, कोमाले बताउनुहुन्छ। कोमा यो तपाईको खासमा माइत घर चाहिँ कहाँनिर कोमा? ताबेलाखा। हजुर। यहाँनिर अब हाम्रो कोपा त बितेर जानुभयो, कोपा हुनुहुन्न। कोपासँग चाहिँ तपाईको भेट चाहिँ कसरी भयो? ए जबरजस्ती जस्तो पो कोपाले तपाईले ल्याउनु भएको है। अनि तपाईको नानीहरू चाहिँ कतिजना हो कोमा? नानीहरू 3 भाइ 1 बहिनी। 3 भाइ 1 बहिनी। बोजूको नानीहरू चाहिँ छोरा छोरीहरू चाहिँ 3 भाइ 1 बहिनी गर्दाखेरि चाहिँ
तीन भाइ नै छ तपाईँको? 3 भाइ नै छ। बहिनी चाहिँ? बहिनी तर छोरी। गैरी गाउँ। ए यहाँ छोरी चाहिँ बोजूको छोरी चाहिँ तल गैरी गाउँ प्यारेन्टको अलिकति माथि गैरी गाउँमा सोताङहरूले लग्यो। सोताङ हजुर सोताङ परिवारमा चाहिँ बुहारी बनेर जानुभएको रहेछ। घरहरू चाहिँ पातुलो कि? पातुलो थिएन यस्तो मोटो घर। ए हो? अँ, यो आकी बुढो भन्ने एक घर चाहिँ थियो। ए बेली बोजूहरू गोठ गोठ बसिन्थ्यो। घर पनि थिएन। ए हजुर हजुर त्यतिखेर चाहिँ यहाँ तपाईँहरूको कोमाहरूको एक घर एक अन्त घर। माथि आक्के बाजेको एक घर त्यति मात्रै? त्यति मात्रै। ए सुन्नुभयो तपाईँहरूले भनेपछि यो पुरा जङ्गल जङ्गल। तपाईँ यिनीहरू हजुर यहाँ धुसेनी घारी ए उयो इन्द्रेणी घारी पो थियो एउटा गैरी। ए हजुर अनि तपाईँहरूले त्यतिखेर चाहिँ मतलब खेतीपाती चाहिँ के गर्नुहुन्थ्यो? मकै छर्थ्यो कोदो। हजुर तपाईँहरूको जम्मा कतिवटा जस्तो गाईहरू थियो त्यति? 20-19 वटासम्म। ए गोठ लानुहुन्थ्यो कि घरमै नै? पहिला त पछि चाहिँ लाँदै थियो ए पहिला चाहिँ घरमै नै? ए हजुर त्यति गाउँ थिएन चरन थुप्रै थियो। ए हजुर हजुर पछिदेखि चाहिँ अब मान्छे अलिक बाक्लो हुँदै गयो। हजुर हजुर चरन नभएर गोठ लाग्यो। हजुर अनि त्यतिखेर भनेपछि कोमाहरूको समयमा कोदो रोप्यो मकैहरू रोप्यो अनि त्यही नै उब्जाएर खानु पर्यो। त्यही नै। हजुर बजार चाहिँ कति टाढो यहाँदेखि पर्थ्यो त्यतिखेर? बजार चाहिँ त्यही हो। तोदे बजार नै? त्यतिखेर तोदे बजारमा चाहिँ मधेसतिरको हुन्छ नि जस्तो कि भैया पाटीहरू होइन माल बजार चाल्सा आउँथेन? आउँथ्यो होला। ए के पाउँथ्यो त्यतिखेर बजारमा? त्यस्तो ठुलो सौदा त चिया पानीहरू बेच्थ्यो। बेच्नेहरूले ए हजुर हजुर त्यस्तो ठुलो लुगा दोकान यस्तो चाहिँ थिएन। ए हजुर तपाईँहरू यहाँदेखि मतलब त्यतिखेरको समयमा लुगाहरू किन्नु पर्यो भने चाहिँ कहाँ चाहिँ जानुपर्ने थियो? उँधो कस्ता मटेउली भन्थ्यो। मटेउली जानु पर्यो? मटेउली। ए त्यो समयमा तपाईँहरू हिँडेर जानु पर्थ्यो होला? गाडी घोडा थिएन होला? तल भुपालेतिर बस्दै जाँदै थियो। ए हजुर हजुर यहाँदेखि भुपाले गयो बस्यो त्यहाँदेखि बिहानै उठेर भाले टाप्न हजुर अलिन्ची बोकेर। ए अलैँची बोकेर जानुपर्ने? त्यतिखेर अलैँची त पुरा हुन्थ्यो होला नि यतातिर? अलैँची त अब यत्रो डाङ्लाको। हजुर 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 यति लामो खोया। हजुर तर जाम चाहिँ थिएन। ए पहिला कोपा शुद्ध बिहा गरेर चाहिँ कोमा उता डाइरेक्ट खिम्दै आउनुभयो कि डाइरेक्ट यहाँ घरमै नै ल्याउनु भयो कोपाले? घरमै ल्याएको। ए हो तल गबिलाखादेखि भगाएर ल्याउनु भएको? होइन ए ताँबेलाखा ए ताँबेलाखा चाहिँ देखि चाहिँ भगाएर ल्याउनु भयो? ए है अन्त मतलब त्यतिखेर अब प्रेम लभ भनेको त हुन्थेन डाइरेक्ट भगाएर ल्याइहाल्यो? चिनाजाना भयो भगाएर ल्याइहाल्यो? कोपालाई पहिला देख्नु भएको थियो? देखेको थिएन। बिहा गर्नुभन्दा अगाडि देख्नु भएको थिएन? ए हो अनि कोपाले चाहिँ के भनेर तपाईँलाई भगाउनु भयो? होइन कुटुनी लाग्यो। ए कुटुनीमा पो? ए अहिले तपाईँ मोटामोटी तपाईँ 96-97 वर्ष पुग्नु भएछ। अहिलेसम्म पनि तपाईँ एकदम राम्रो हुनुहुन्छ। आज हामी नातिहरूले हाम्रो कोमासँग यसरी भेटघाट गर्नु पाउँदा हामीलाई कति खुसी लाग्छ। राईमाइला मलाई चाहिँ अहिले कोमा नि राईमाइला भनेर चिन्छ नि त? राईमाइला भनेर दि उनकालाई चाहिँ राईमाइला भनेर चिन्छ। आज राईमाइला कोमासँग भेट्नु आएर कोमासँग केही बातचितहरू गरेँ मैले। कोमाको पहिलाको कथाहरू पनि तपाईँले सुन्नुभयो। यहाँनिर एकै घर अनि यहाँदेखि माथि एउटा भोटियाको घर थियो अरे आक्की बाजे भन्ने उहाँको एक घर अनि यहाँ कुनै घरहरू थिएन। पुरा बिन्द्रवन जङ्गलहरू थिएछ त्यतिखेरको समयमा। ए हजुर पुरा धुसेनी गाडी। ए अन्त त्यतिखेर हेर्नुहोस् यो उहाँहरूले कोमाहरूले त्यतिखेरको समयमा उब्जाउने खेती किसान मकै कोदो गहुँ फापर इत्यादि उहाँहरूले
उमारेर उहाँले खानुहुन्थ्यो। अनि त्यसैले गर्दा त्यो एकदमै आफ्नो उब्जाउ गरेर खाएकोले गर्दाखेरि आज हेर्नुहोस् कोमा अनि अहिलेसम्म तन्दुरुस्त छ। हो त अन्त अहिलेको समयमा हामीले चाहिँ यो बाहिरीको उँधो सामानहरू अब त्यो उब्जाउ गरेको खाँदाखेरि हामी ब्रोइलर जस्तो भइसकेको छ। हो त आज कोमाहरू तन्दुरुस्त छ, कोमाहरू 96-97 वर्ष। आज हामी त्यो समयसम्म होला के त, हामी त ब्रोइलर भइसकेको छौँ। त्यसैले गर्दा तपाईँहरूले हजुर हामी ब्रोइलर छ, तपाईँहरूले बुझ्नुहोस्, तपाईँहरूले हेर्नुहोला। विशेष गरी राई माइलाको च्यानललाई तपाईँले हेर्नु नभुल्नु होला। अनि राई माइलाले तपाईँहरूले यसरी नै माया गरिरहनु होला। राई माइलाले यस्तो यस्तो पुरानो कथाहरू पनि तपाईँहरूको माझमा ल्याउनेछ, पुरानो मान्छेसँग यसरी भेटघाट गराउनेछ। पुरानो मान्छेहरूसँग बातचित गर्नु, भेटघाट गर्नु कति आनन्द हुन्छ। अनि त्यो समयको कथाहरू हामी सुन्नु पाउँछौँ। त्यस्तो है। अनि राई माइलालाई माया गर्नु होला। राई माइलाको जुन चाहिँ फेसबुकमा क्यामिलियोस राई छ है, अनि त्यसलाई पनि तपाईँहरूले फलो गरिदिनु होला। अनि राई माइलाको युट्युब च्यानल छ पारुहाङ भ्लग, त्यहाँ पनि तपाईँहरूले सब्सक्राइब गरिदिनु होला, माया दिनु होला। र यस्ता यस्ता कुरा म देखाउँदै नै लानेछु। हाम्रो कोमासँग आज भेट भयो, खुसी लाग्यो, मजा लाग्यो। र आउँदो समयमा फेरि यस्तै पुरानो मान्छेहरू तपाईँहरूको अगाडि म ल्याउनु कोसिस गर्नेछु। तर अब हाम्रो यो तोदेताङता क्षेत्रमा सायद प्राय पुरानो मान्छेहरू अब छैन पनि। आज कोमाहरू हुनुहुन्छ। माथि एकजना बाजे, कोमाभन्दा भाइ, अस्ति मैले तपाईँहरूलाई देखाएँ, उहाँ बाजेसँग पनि मैले यसरी नै बातचित गरेको थिएँ। र अब उपरान्त त धेरै त छैन नै होला जस्तो मलाई लाग्छ। र पनि जहाँ जहाँ हुनुहुन्छ पुरानो मान्छेहरूसँग यसरी बातचित गर्छु। उहाँहरूको त्यतिखेरको समयको प्रेम कहानीहरू पनि तपाईँहरूले सुन्नुहुँदैछ। त्यतिखेर लभ भन्ने हुन्थेन, कुटुनीदेखि बिहा हुन्थ्यो। कोपा बोजूले बाजेलाई देखेको पनि थिएन, तर एकैचोटि बोजूलाई बाजेले भगाएर ल्यायो। अनि बोजू पनि यहाँ आयो। उहाँहरूको यति राम्रो जिन्दगी त्यसरी चल्यो। कुनै छुटानाम पनि छैन, कुनै बाजाबाज पनि छैन, मजाले जिन्दगी यसरी चलेको रहेछ। त्यतिखेरको समय त्यस्तो हुन्थेछ। तर आजको समयमा अहिले लभ गर्छ भरै छुटानाम हुन्छ। यो अलिकति पहिलाको समय र अहिलेको समयमा धेरै अन्तर छ। पहिलाको समय सत्य थियो, अहिलेको समय सबै झुटा भएको कारणले यस्तो हुँदैछ। र तपाईँहरूले हेर्नुहोला। पुरानो मान्छेहरूसँग धेरै कुरा हामीले धेरै ज्ञान पनि लिनु सक्नुपर्छ, लिनु पनि पर्छ है भन्दै राई माइला यहाँदेखि बिदा लिँदैछ। कोमा आलाङ्ने भन्नुहोस् न। हेलो राई माइला भन्नुहोस् न। हेलो राई माइला। राई माइलालाई माया गर्नुहोस् भन्नु। राई माइलालाई माया गर्नुहोस्। र तपाईँहरूले हेर्नुभयो, नातिनी बुहारी पनि देख्नुभयो। बोजू एकदम नातिनीको धनी उहाँ हुनुहुन्छ। र म पनि नाति बोजूको। अनि बोजूको एउटा कुरा, बोजू चाहिँ यति साह्रो लकी। बोजूको नातिनी मात्रै नभएर पनातिहरू पनि बोजूले देख्नु भएको छ। अनि त्यसले गर्दा आज मैले तपाईँहरूलाई बोजूसँगको केही कहानीहरू तपाईँहरूलाई सुनाएँ, बातचित गरेर भलाकुसारी मैले गरेर तपाईँहरूलाई देखाएँ। र हेर्दै गर्नुहोला राई माइलाको च्यानल, विशेष गरी पारुहाङ भ्लगमा तपाईँहरूले गएर पारुहाङ भ्लग चाहिँ PARUHANGVLOG त्यसरी कन्टिन्यू तपाईँहरूले लेख्नुहोस्, युट्युबमा गएर सर्च गर्नुहोस्। अनि त्यहाँनिर किराती राजाको फोटो छ, त्यहाँ गएर तपाईँहरूले सब्सक्राइब गर्नु नभुलिदिनु होला, माया गरिदिनु होला। अनि यता फेसबुकमा चाहिँ तपाईँको फेसबुक पेजमा चाहिँ क्यामिलियोस राई छ, त्यहाँ गएर पनि तपाईँहरूले फलो गर्नु नभुलिदिनु होला। तपाईँहरूले यसरी राई माइलालाई माया गर्नुहोला। राई माइलाले यस्ता हरेक कुनामा रहेका कुराहरू यसरी देखाउनेछ तपाईँहरूको समक्ष, जहिले पनि लिएर आउनेछ। र राई माइलालाई सदाबहार माया गर्नुहोला। ढ्याङ बिदा लिँदैछु, फेरि भेटौँला।